होशियार, तपाईले तिरेको करबाट पालिएका र देशको सीमा सुरक्षा गर्ने जिम्मा पाएका सशस्त्र प्रहरीहरूको यो कस्तो घिनलाग्दो रूप। आज पर्साबाट एउटा यस्तो भिडियो सार्वजनिक भएको छ जसले देशको सुरक्षा संयन्त्रमाथि नै ठूलो प्रश्न चिन्ह खडा गरेको छ। हेर्नुहोस् कसरी वर्दीको घमण्ड बोकेर सडकमा तस्करी गरिरहेका छन् यी सुरक्षा कर्मीहरू। आफ्नो जिम्मेवारी भुलेर कानुन हातमा लिँदै भारतीय पंखा भन्सार छली गरेर नेपाल भित्र्याउँदै गर्दा स्थानीय जनताको आक्रोशको शिकार बनेका छन् यी दुई सशस्त्र प्रहरी जवान। स्थानीयले लखेट्दा बाइक समेत अनियन्त्रित भएर दुर्घटनामा पर्यो। के सुरक्षा कर्मीहरूलाई तस्करी गर्ने अनुमति छ? सर्वसाधारणले एउटा सियो ल्याउँदा पनि भन्सारमा कुटाई खानुपर्ने अनि यी प्रहरीहरू चाहिँ यसरी नै खुलेआम सामान ओसार्ने? जनताले प्रश्न सोध्दा प्रहरीको भागाभाग। यो घटनाले सुरक्षा निकायको उच्च तहको मिलेमतो छ कि छैन भन्ने कुरामा पनि शंका उब्जाएको छ। स्थानीय जनताले आज यिनीहरूलाई रंगे हात पक्राउ गरेर भन्सारको कालो धन्दाको पर्दाफास गरिदिएका छन्। यो भिडियोले सशस्त्र प्रहरीको मुख्यालयसम्म हल्लाउने निश्चित छ। के सरकारले यी भ्रष्ट प्रहरीहरूमाथि कडा कारबाही गर्ला कि सधैँझै यसलाई पनि गुपचुप मिलाइनेछ? यो भिडियो हेर्ने हरेक नेपालीले सोच्नुपर्ने बेला आएको छ। के हाम्रा सुरक्षा कर्मीहरू सबै कानुन सम्मत ढंगले चलेका छन्? यदि छैनन् भने पर्सामा स्थानीयले जस्तै सबै देशवासीहरूले हरेक क्षेत्रमा सचेत हुनुपर्ने समय आएको हो कि? यस घटनाबारे तपाईको धारणा के छ? कमेन्ट बक्समा आफ्नो विचार राख्नुहोस् र यो भिडियोलाई यति शेयर गर्नुहोस् कि सम्बन्धित निकायले कारबाही गर्न बाध्य होस्। भिडियो मन परे लाइक र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।